संत बने बलंत हलरे सतंत कुंती सुते सज्ञानी विद्री भक्त भक्तम कृष्ण नारायण जय जाति मोर पनि पढ्दिबे कता मोर जय दशरथ बोलाके चाहिँ आउँदैन मान्छे धेरै पढ्ने ठुलो मान्छे हुने बडो ठुलो मान्छे हुने रोग ब्याध नलाग्नु कताबाट खिच्ने खुसी थाहा पाएन त खलसली खानु खलखली बढ्नु खलसली बढ्नु धेरै पढ्नु सबैको मान्ने गुन्ने हुनु ठुलो बडो मान्छे हुने भाग्यमान छ पुरा गर्छौ के कुरा गर्छौ भदौको पो हो त तँदै हो रसेस मान्छे नै रसेस तँ चाहिँ छोड्दिन न मान्छे अहिले लाइदिनु गरम बखान खेर हो त लु जमरा साहित्य लाएर बस्छ है नाति पनाति लाई एहे नानीलाई त यस्तरी दिनु ओ यता हेर नमस्ते गरी ताली भदैले लाउनु पर्छ हो र नयाँ मान्छे सबै लाउनु ए मेरो भति ल हेर्निदा था धेरै पढ्नु भन्न धेरै पढ्नु ठुलो मान्छे हुनु ठुलो बडो भाग्यमानी हुनु भाग्यमानी हुनु यसलाई त कृष्ण बनाउनु पर्ने हो मान्छे त हो त नि के गर्नु अर्कै के जाति भद्र मान्छे हो यो भद्र पराइनले भयो कहाँ पुर्याउँदै हेर न कत्रो भाग्यमानी भाग्यमानी छ र त रिस उठ्दैन उसलाई रुँदैन ल यहाँ ठुलो भाग्यमानी हुनु धेरै धेरै पढ्नु ठुलो मान्छे हुनु ठुलो मान्छे बन्नु ल खोइ पुस्ता पनि पुस्दैन रिसाउँदा नाति पनाति जन्मेको छ यो राम 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 मजाले ज्ञानी मान्छे हुनु ज्ञानी ल है त बाबाले कति पैसा दिने है त उधारो हुँदैन त्यसरी हुँदैन यहाँ यता छ उधारो कहाँ नानीको पैसा त लिए नानी भनेर फेरि मास दिने होइन कति भएछन् गर्न त त्यहाँ अब कान्छालाई टिका लगाइदिनु भयो लगाइदिनु आशिक दिनु भने अनि ऊ त अनि यहाँ लाउन थालौँ मोबाइल त लाउने होइन भगवान विष्णु मंगलम यसरी देखाउनु नि हात चाहिँ यसरी हो यसरी हात यहाँ देखिन्छ अलि परेर हो त्यसरी माथि लाउनु शान्त बने बलन्त हलरे सत्संग कुन्ती सुते ठुलो भाग्यमानी हुनु रोग ब्याध नलाग्नु सबैले उहाँ अस्ट्रेलिया पनि मान्ने गुन्ने गरुन् मानुन् सबैले अह कस्तो भला आदमी मान्छे त भन्ने कस्तो छुद्री छ नभनुन् दिदी खोइ दिदी दिदीलाई पनि लगाइदिनु खोइ दिदी ए गाडी चलाउँदै धेरै ज्ञानी छ यो थाहा छ धेरै ज्ञानी कस्तो जेन्टल देखेको ए यहाँ हेर्न कस्तो रुगो छ नि आँखा बाबा सबको एक एकवटा मात्रै फोटो खिच्नु है हिँडिहाल्ने हिँडिजाने अब
त्यो मेरो कपाल पानी ल्याइदिनु भएको माइत नजिक जामा बा गोरी के हो आमा ओ गोरी कडा भने भएर हिँडेर रहेछ त गोरी दाजु त्यो पर्दा लाइन त मम्मी पर्दा लगाइदिनु नि पर्दा म आन्टीको लागि पर्छ बरु पैसा नदिए पनि हुन्छ पैसा त आफू कमाउनमा आशीर्वाद दिन्छु पैसा आफू कमाउने हो पैसा कमाउने आफैले आशीर्वाद दिने काम मेरो पैसा अस्मिताहरु राम सरप्राइज त अनि हिजो उही बोलेको होइन फोन बिग्रेछ नेट बिग्रेको छ लाग्दैन भने ये मेरो चाकुरी हुन्छ किन हुन आऊ सबको एक एउटा फोटो दिन्छु नि फोटो खिच्दैछ त एउटा चाहियो त अरू नै बाहिर खिच्नुपर्छ यसो टिको लाएको चिनो मन पनि लाग्यो अहिले साग बोकेर आएको बस बडुवा भएर अलि ठुलो भन्नुमा पुग्नु पर्यो अस्मिता कसलाई भगवानले सहायता दिए मान्छे मुलाले गाई जोगाउन मुस्किल हुने भएको नि आइया भएर आइपुग्यो बाबु आइया भएर नआइपुग्यो त्यसलाई दुध खानु दुध छ नि है यसले 4 बजे दुध खान पाइछ बुलु हालेर खुवाइदो जान मिल्यो भित्र हैन मिल्छ मिल्यो त खत्तम भयो त भाइ कसले राख्दै भान्जेर त आजदेखि अटोमा मैले भेटेको भाइ ज्वाइँले खाइ नपाएको यो सुन देखि 4 भाइसम्म छोराले भनेपछि टाढा टाढा पौडेलका सन्तानहरू बढेर गए भन्ने पाइयोस् भन्ने होस् एउटा भाइ भन्ने नहोस् कि झर्को झिजो नमानेर एउटाले सात उडा चाहिँ यहाँ भन्नु के खाने भए उता जाऊ पनाती भन्दा भन्दै आगो दुईटी देउरानी जेठानीलाई राखेर टिको लाउन पाइयोस् त्यो त होस् अरे अरू त होस् आउनी यहाँ त के गर्छ चो यहाँ बच्चा छ आगो दुईटी गएर लाउन पाइयोस् भन्नु दुईटीलाई किन चार दिदीसँग जाने काले यसलाई लुगाको फेर्न पाए हुन्थ्यो यसलाई ए सब त्यस्तो बनाइछ कहाँ राख्नु ब्याग तौले राख्नु यसलाई पनि फेर्नु पर्ने थियो
अनि दुईजना बाइक छैन भित्रै टाँसे है थपक्क सुत्ने 4 बजे जुरुक्क त्यस्तो पो हो त ठ्याक्क टाइम चाहिँ उसैको भयो होला खै एउटा फोटो राम्रो खिच्दिनु खै भान्जीले पानी पानी खाऊ माइजूले ल्याइदिनु पानी माइजूले नमस्ते गरी गरिन खाऊ अब खाएर गर्दा नि तेरो फोटो यति नै राम्रो आएन तेरो त्यसो एक दुईवटा खिच्दिउँ भने आएन काली दुर्गा क्षमा सुवा सुदो नमस्ते विजय दशमीको नौदुर्गा भवानीले रक्षा गरून् आँटेको कुरो राम्रो होस् सन्त सुविस्ताई बस्नु सबैले उहाँ गएपछि सबैले कहिले नगर्नु कसैले पनि नलाउनु त्यही हो पानी परेर नस्तै हुनु पानी परेर राम साध्य थिएन हिजो पानी परेकोले हामीलाई जाडो भयो पानी परेको हुनु पैसा चाहिँ त्यसरी कमाउनु यता राखिदेन अहिले मलाई यादै आयो अब 4 वर्ष गोडामा राखेर ढोक्दैन पैसा